को पिकनिकमा तयारी भयो यो साउन यसरी आइरह हामी तयारी अवस्थामा छ सुरुवाती भयो सबै कुरा हामीले व्यवस्थापन गर्छौँ हाम्रो फेरि यो सामानको लागि आइरहेछ पिकनिकको लागि लगभग माहौल चाहिँ जम्दैछ हेर्दै जाउँ लगभग ठिकै छ रोक्नु न आउँदिनु स्वागत मन्तव्य राख्ने भने म गर्छु नि त तपाईँ जाँदा नि यताउता देखाउनु सबैले कहाँ के समाजद्वारा आयोजित त्यस कार्यक्रममा उपस्थितलाई स्वीकारेर यहाँ आइदिनुहुने सम्पूर्ण संसार समाजको तर्फबाट र म व्यक्तिगत क्रिस भट्टराईको तर्फबाट तपाईँहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। हार्दिक अनुरोध गर्दछु। कुर्सी राखिदिनु पर्ने त यार एक दुईवटा त एक दुईवटा त कुर्सी ल्याइदिनु न एउटा यही कुर्सी लगिदिनु सर के लगिदिनु विशेष अतिथि कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष विजय घमालज्यूलाई विशेष अतिथिको सिंहासन गरिनु विशिष्ट अतिथिमा आदरणीय व्यक्तित्व तुलस घुसज्यूलाई विशिष्ट अतिथिको सिंहासन गरिदिनु हार्दिक अनुरोध गर्दछौँ। ब्याज वितरणको लागि बहिनी कल्पना खड्का अगाडि आएर ब्याज वितरण गरिदिनु। विशिष्ट अतिथिमा हुनुहुन्छ आदरणीय एकछिन अरू विशिष्ट अतिथिमा हुनुहुन्छ एनआरएम वरिष्ठ उपाध्यक्ष प्रशान्त राज भाङ्गियाज्यूलाई विशिष्ट अतिथिको सिंहासन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। कर्णाली प्रदेश समाज दक्षिण कोरियाका महासचिव कसिम कुञ्जुलाई आफ्नो अतिथिको सिंहासन गरिदिनु हुन त्यसै गरी कालीको समाज दक्षिण कोरियाका अध्यक्ष गोपाल बहादुर साईज्यूलाई अतिथिको सिंहासन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। अतिथिमै हुनुहुन्छ कर्णाली प्रदेश समाज निवर्तन महासचिव नेपाल कार्कीज्यूलाई अतिथिको सिंहासन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। कर्णाली प्रदेश समाज दक्षिण कोरियाका भूतपूर्व उपाध्यक्ष आदरणीय मेरो दाइ ऋतुरा रिजाललाई अतिथिको सिंहासन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। कार्यक्रम संयोजक हुनुहुन्छ कार्यक्रम संयोजक युवराज साईज्यूलाई अतिथिको सिंहासन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। हामी छोटो भन्ने हामी सुरु गर्नेछौँ। स्वागत मन्तव्यको लागि कर्णाली प्रदेश महासचिव आदरणीय
व्यक्तित्व लक्ष्मीपुञ्ज्यूलाई सगत मन्तव्य राखिन हुन हार्दिक अनुरोध गर्दछौँ। कार्यक्रम संयोजक नवीन शर्माज्यूलाई अतिथिको सिंहासन गरिदिनु हुन हार्दिक धन्यवाद गर्दछौँ। र वक्तव्यको लागि आदरणीय महासचिवज्यू लक्ष्मीपुञ्ज्यूलाई सगत मन्तव्य राखिन हुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। कार्यक्रम सञ्चालन दक्षिण कोरिया केन्साई शाखाका पछि भट्टराईज्यूलाई धन्यवाद दिन चाहन्छु। विशेष गरी कर्णाली प्रदेश समाज दक्षिण कोरिया केन्साई शाखाले कार्यक्रम आयोजना गरेको छ। विशिष्ट अतिथि हुनुहुन्छ आदरणीय दाइ समेत आरसीज्यूले आफ्नो भनाइ राखिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। कृपया अगाडि आउनुहोला। हाम्रो विशिष्ट अतिथि आदरणीय दाइ सुन्दर गुरुज्यू कहाँ हुनुहुन्छ? अगाडि आइदिनु होला। तपाईँ एकछिन अगाडि आइदिनु होला। अतिथिको आसन गरिदिनु हुन आदरणीय दाइ सुन्दर गुरुज्यूलाई अनुरोध गर्दछौँ। हामी अघि नै बोलिसकेका थियौँ, तपाईँ ढिलो आउनुभयो। अतिथिको धन्यवाद। विशिष्ट अतिथि आदरणीय दाइ सुन्दर गुरुज्यूलाई आफ्नो भनाइ राखिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। कर्णाली प्रदेश समाज शाखाद्वारा आयोजित विद्यार्थी अध्यक्षज्यू लगायत मञ्चमा आसन विशेषज्ञज्यू लगायत उपस्थित आम आदरणीय व्यक्तिहरूलाई यो विद्यार्थी वनभोज तथा भेटघाट कार्यक्रममा हार्दिक स्वागत गर्दै सम्भवतः यो कर्णाली प्रदेश समाज दक्षिण कोरिया केन्साई शाखा स्थापित भएको 8-9 महिना मात्र भएको देखिन्छ। त्यसै सन्दर्भमा पनि यसले यो पदकसम्म आइपर्दा दोस्रो कार्यक्रम सम्पन्न गर्ने तयारी गरेको छ। यो दोस्रो पटक पनि भव्य रूपमा सम्पन्न गर्नको लागि यहाँसम्म काम गर्ने यहाँहरू सबैलाई हृदयदेखि नै हार्दिक स्वागत गर्दै समग्र रूपमा कर्णाली प्रदेशको तर्फबाट यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यति लामो बोल्नुपर्ने मैले देखेको छैन। यहाँ कुनै ठुलो भाषण गर्दाखेरि देखेको छैन। प्रवासमा आइरहँदा नेपालीहरूका बिचमा आउने समस्याहरू समाधान गर्ने र हाम्रा बिचमा आउने समस्याहरूलाई हामीबाटै नै समाधान गर्ने हिसाबले जसरी यो प्रदेश समाजहरू हामीले स्थापना गऱ्यौँ, त्यसको अन्तर्गत रही पेन्सन शाखा निर्माण गर्ने हामीले प्रयत्न गऱ्यौँ र पहिलो प्रयत्न सफलता सम्पन्न गर्दै आजसम्म आइपुग्दा 2वटा कार्यक्रमहरू गर्न सफल भएका छौँ। र यसर्थ यो कार्यक्रम सफल गर्न त्याग गर्ने समग्र आदरणीय समाजवासी लगायत उपस्थित अन्य जिल्लाका साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्दै यहाँसम्म पाल्नु सबैलाई फेरि पनि हृदयदेखि हार्दिक धन्यवाद व्यक्त गर्दै यो कार्यक्रम भव्य अनि सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै धेरै आउँदो अर्थ धन्यवाद। नमस्कार। धन्यवाद। वरिष्ठ उपाध्यक्ष आदरणीय व्यक्तित्व प्रशान्त राज मालिकज्यूलाई आफ्नो भनाइ राखिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।
यहाँ सम्पूर्ण नमस्कार। आजको यस कार्यक्रमका सभापति लगायत यस पिकनिक कार्यक्रममा आउनुभएको सम्पूर्ण नेपाली समुदायमा एनआरएन प्रस्तुत गरिएको तर्फबाट यहाँ सम्पूर्णमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। यो विशुद्ध नेपाली वनभोज कार्यक्रम हो। यसको मैले बिहान पनि हेरेँ, एकदम मौलिक छ। तपाईँहरूले जुन कार्यक्रम यो गर्नुभएको छ विगत स्थापनाको जम्मा 6 महिनामा तपाईँहरूले यसरी यो कार्यक्रम गर्नुभएको छ। एकदम यो एकदम उदाहरणीय काम छ। पक्कै पनि एनआरएन दक्षिण कोरियाले भेगमै भए पनि हामी केन्द्रमा त हामी कर्णाली प्रदेश समाजसँग सहकार्य गर्दछौँ र क्षेत्रमा पनि तपाईँहरूले जुन यो कार्यक्रम गर्नुभएको छ यो नेपाली समुदायमा यो उदाहरणीय काम रहेको छ। यो यस्ता कार्यक्रमहरू अझै आगामी दिनहरूमा होस् भन्ने म शुभकामना दिँदै पक्कै पनि यो पिकनिक कार्यक्रम भएको कारणले हामी यहाँ सबैजना रमाउनेछौँ। पक्कै पनि हामी चिनजान कोही पनि धेरै छैनौँ होला होइन, तर पनि हामी रमाउनेछौँ, एकअर्कामा खुसी हुनेछौँ भन्दै यो कार्यक्रमको शुभकामना व्यक्त गर्दै आफ्नो मन्तव्य यही राख्न चाहन्छु। धन्यवाद एनआरएन वरिष्ठ उपाध्यक्षज्यूलाई। र हामी अतिथिलाई निरन्तरता दिइरहेका छौँ। कोही सुन्नु भएको छ भने कृपया भनिदिनु होला। हाम्रो सहयोगकर्ताहरूले कर्णाली समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष वसन्त कुमार राणाज्यूलाई अतिथिको सिंहासन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष तिलक हमालज्यूलाई आफ्नो भनाइ राखिदिन हुन हार्दिक अनुरोध गर्दछु। सबै यहाँ छ। लङ भयो, सर्ट गरेको ए भल सिन्साको अहिलेको अवस्था यस्तो छ। ल ल सिन्सा सिगाना छ यता आउ त। सिन्साको सिगानो यो 한국의 식당에 사장님 रिल्याक्स भन्छ नि हामी काम र थकान गर्दा एउटा त्यो नयाँ माहौलमा आएका छौँ। त्यो माहौलले हाम्रो जिन्दगीमा आज छुट्टै एउटा मिठो बाग गर्नु दिनु के गर्ने हो र तिल आयो अरे पाउनु मिठो अचार बनाउनेवाला दिदी रुनेवाला सिन्सा दाइले मलाई यहाँ भिडियो बनाइदिए युट्युबमा हाल्छु। सबैले कार्यक्रममा जति पनि सबै बिताउनुहुन्छ एकदमै इन्जोय गरेर बिताउनु भन्दै मेरो दुई शब्द त्यो कान छेडेको अनौठो मानिरह उसले। धन्यवाद। प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष तिलक हमालज्यू र कालीपुर समाज दक्षिण कोरियाका
अभिभावक सल्लाहकार आदरणीय दाइ ललितचन्द्र राणाज्यूलाई अतिथिको सिटासन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कहाँ हुनुहुन्छ कृपया आइदिनु होला। त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष आदरणीय सीताकरण कापुज्यूलाई आफ्नो भनाइ राखिनु हुन हार्दिक अनुरोध गर्दछु। छोड्ने होइन थेजी त थेजी छोड्ने होइन है। मलाई लाग्थ्यो जुन मेरो फ्यामिली पनि यही ठाउँमा आउँदै गर्दाखेरि चाहिँ उहाँले चाहिँ सङ्घ संस्थामा लागेर एकदमै बिजी हुँदाखेरि उहाँलाई अवस्था थियो। त्यो ठाउँमा मैले आफ्नो काम गरिरहेको छु यो सक्नेछु भनेर चाहिँ म आफ्नो पछि राख्ने अवस्था देखिरहेको थियो। यो ठाउँमा आइसकेपछि चाहिँ यो रहेछ भनेर चाहिँ हामीले सुन्न पाएको छु। त्यही कारणले गर्दाखेरि थुप्रै हामी चाहिँ स्थानीय तहमा हुँदै गर्दाखेरि सरकारमा बस्दै गर्दाखेरि पनि हामीले चाहिँ तत्काल फोकस गर्छौँ। ठाउँमा चाहिँ हामीले चाहिँ उहाँलाई चाहिँ राहत दिन सक्ने उहाँलाई सहयोग गर्न सकेको नसकेको अवस्थामा पनि तपाईँहरूलाई एकदमै यो सलेनसम्म दक्षिण कोरिया कर्णाली प्रतिशोध विभिन्न सङ्गठनबाट चाहिँ तपाईँले तत्काल सहयोग गर्नुभएको थियो। त्यसको लागि विशेष गाउँपालिकालाई पक्कै पनि नछुटाएर समग्र सबै कर्णाली प्रदेशको सबै ठाउँमा चाहिँ तपाईँहरूले चाहिँ पक्कै पनि गर्नुहुनेछ, सहयोग गर्नुहुनेछ, आफ्नो ठाउँ सङ्गठनमा चाहिँ लाग्नुहुनेछ भन्ने कुरा चाहिँ भन्न चाहन्छु। र सर्वप्रथम त म के भन्न चाहन्छु भने तपाईँहरू एकदमै ध्यान छ भनेदेखि एकछिन बेला 9-10 बजे चाहिँ तपाईँहरू चाहिँ रुममा आउनुहुन्छ। अहिले धेरै सङ्गठन गर्नुभएको छ। यो सङ्गठन गर्दै गर्दाखेरि पनि यति दुःख गर्नुहुन्छ। यो दुःखलाई चाहिँ तपाईँहरू नबिर्सेर आफ्नोलाई कसरी भविष्य बोकेर आउनुपर्छ त्यो भविष्य चाहिँ पक्कै पनि त्यो लक्ष्य चाहिँ पुरा गर्नुहुनेछ भन्न चाहन्छु। र आफ्नो स्वास्थ्य पनि पहिलो कुरा चाहिँ आफ्नो स्वास्थ्य ख्याल गर्नु, राम्रो स्वास्थ्य भयो भनेपछि पक्कै पनि आफूले चाहिँ सोचेको कुरा चाहिँ पुरा हुनसक्छ। मलाई लाग्छ धेरै कुरा चाहिँ यहाँ धेरैजना आर्थिक भएको छ भनेर पनि मैले सुनेको थिएँ। अरू चाहिँ मलाई एकदमै भोक लागिरहेको छ भने धेरैजनाले भन्नुभएको छ। र जुन आर्थिकै गर्दाखेरि पनि स्वागत मञ्चले छिटै गर्दाखेरि भयो चाहिँ थोरै सानो कार्यक्रम गर्यो भनेर चाहिँ स्वागत नगरेको चाहिँ सम्बोधनै गर्न चाहिँ छिटो आएर धेरै कुरा गर्छ। धेरैजनालाई पक्कै पनि कुरा हुनेछ भन्न चाहन्छु। यो जुन तपाईँहरू सङ्गठनमा लाग्नुभयो धेरै राम्रो बलियो बनाउनु सबैजना एकजुट हुनुपर्छ भन्ने मलाई लागिरहेको छ। हामी पनि सरकारमा बस्दै गर्दाखेरि सानो काम गरौँ भने पनि सङ्गठनले साथ दिएन भने चाहिँ हामीले सङ्गठनमा चाहिँ अगाडि बढ्न सक्दैन। त्यही भएको कारणले चाहिँ सबैजना चार्ज कति थोरै थेजी खोकी थेजी थेजी धन्यवाद। त्रिवेणी गाउँपालिका उपाध्यक्ष थेजी खोकी माथि लगा दाइ नमस्ते। प्रमाणको कार्यक्रम
विशेष कुरामा यस कार्यक्रमका संयोजक आदरणीय ईश्वर प्रवेश कर्मचारीहरूलाई आफ्नो धन्यवाद हार्दिक अनुरोध गर्दछु। मेरी भाउजू तर मैले दिदी भन्छु कार्यक्रम व्यवस्थापन गर्न अब केही कमजोरी भयो भने भन्न चाहन्छौँ है। धेरै ढिला पनि भइसक्यो, अब टाइममा आउन पनि केही पछि कमजोरीहरू धेरै भयो, सबै कुरा उपलब्धिको होला। कार्यक्रमको औपचारिक केही भन्न छैन, तैपनि अब सबैले इन्जोय गरौँ, रमाइलो गरौँ। छोटो मिठो हो, अब यही कार्यक्रम गर्दै गर्दै हामीले सुर्खेततिर नवसिङ स्थित पूजा बुवालाई भोजन गरेर पनि आज बिहान सम्पन्न गरेका छौँ। हामीले रमाइलो गर्दै गर्दा एउटा ठुलो गर्ने सन्तला सञ्चालन गरेका छौँ र अब यहाँ सम्पूर्ण कालो भएका पवित्रहरू सबैजनालाई धेरै धन्यवाद भन्न चाहन्छु। सबैले इन्जोय गरिदिनु होला है। केही कमी कमजोरी भएको पनि सहज रूपमा दिनु होला। धन्यवाद कार्यक्रम सञ्चालक सबैको थियो र कार्यक्रम समापन गर्नको निमित्त सभाध्यक्ष भूमिका अपरिहार्य भएकोले कार्यक्रम सञ्चालकको तर्फबाट विश्वनाथ राई बिदा चाहन्छु। नमस्कार, शुभरात्रि, मिठो माया, धन्यवाद। हेलो सबैलाई नमस्ते। म कर्णाली प्रदेश समाज शाखाको अध्यक्ष विमल आचार्य सबैमा रात्रिकालीन नमस्कार गर्न चाहन्छु। नमस्ते सबैजनालाई। कार्यक्रम कस्तो छ, रमाइलो लागेको छ नि? सबैजना रमाउनु हुनेछ भन्ने आशाका साथै कार्यक्रम सञ्चालन गर्ने हामीले गरेका थियौँ। यति हो दाइ मान्छे, यति हो यति मान्छे त गाह्रो छ है मेन्टेन गर्दै धेरै लगायत कर्णाली प्रदेश समाजका अग्रज व्यक्तित्वहरू लगायत प्रदेशमा काम गर्न आउनुभएका नेपालबाट यहाँको नेपालमा हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले आज वनभोज कार्यक्रम मात्रै गरेका छैनौँ, यो बाहेक अरू एउटा कार्यक्रम पनि गरेका छौँ। कसैलाई थाहा छ आज त एकजनालाई थाहा छ है। हामीले सुर्खेतमा रहेको प्रशान्ति वृद्धाश्रममा आजै यही वनभोजको कार्यक्रमबाट थोरै रकम छुटाएर परिवारबाट छुट्नुभएका परिवारले कतिले परिवार गुमाउनु भएका अथवा कतिले परिवारबाट छुट्नुभएका, कति परिवारद्वारा इन्कार गरिएका वृद्ध आमा बुवाहरूलाई आज हामीले भोजन ग्रहण गर्ने कार्यक्रम राखेका थियौँ। बिहान 9 बजे त्यो सम्पन्न गरेका छौँ। यो कार्यक्रममा तपाईँहरू सबैको हात छ है। तपाईँहरूले सबैले अलिअलि तपाईँ सबैको गएको छ। तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। तपाईँहरूको साथ सपोर्ट नभएको भए यो कार्यक्रम सफल हुन्थेन। साथै आगामी दिनहरूमा पनि प्रदेशमा विभिन्न समस्याहरू हुन्छ। हामीले ती समस्याहरूसँग जुझ्नलाई एक्लै सकिँदैन। सबैलाई थाहा छ।
हाम्रो यो पिकनिकको है महाराष्ट्रज्यू जता पनि बिजी हुनुहुन्छ महाराष्ट्रज्यू यो चाहिँ हेरौँ यहाँ म फुर्सद भएको खासै देखिनुहुन्न है महाराष्ट्रज्यू हाम्रो कुक सबैभन्दा कुक उहाँ हुनुहुन्छ हाम्रो प्रणालीकै अहिलेको बेस्ट कुक उहाँ हिजो खाएको यत्रो फेरि पछि सुन्छ साई ओइ सबैजना अबको 1 वर्षपछि युट्युबमा हेर्नु होला है तपाईँहरूले के र ड्रेस तिमी ठुली बसी हेर्नु है युट्युबमा खोजी खोजी है ल उहाँहरूलाई शुभकामना छ भात खाँदै हुनुहुन्छ बिस्तारै विशिष्ट अतिथिहरू यहाँ हुनुहुन्छ ल है हाम्रो अध्यक्ष केन्द्रको अध्यक्षज्यू मेन लाग्नु भएको छ हाम्रो सम्पूर्ण साथीहरू नमस्कार है सबैजनालाई लाइभ नै छ यो युट्युबमा हुन्छ भिडियो तेरो छोरीले भात खुवाउनु पऱ्यो यति खान्छ यति बेला तेरो छोरीले खान्छ यति भात मात्रै दिनु भिडियो बनाएर बनाएछु मैले सबै यस्तो व्यवस्थित छ कि यति व्यवस्थित भयो कर्णालीको कार्यक्रम सोचेभन्दा धेरै राम्रो भयो अब खाने म भातै खाएन